वरिपरि चाहिँ यसरी यो एक बाली धान मात्रै हुन्छ। यो लगाउँछन् यहाँका किसानहरूले। यो यसै बाँझै हुन्छ, यो सबै बाँझै हुन्छ। एक बाली मात्रै धान लगाउँछन्। अब यहाँ चाहिँ यसरी व्यावसायिक कृषि गर्ने हो भने यो कति आम्दानी हुन्थ्यो होला। अब त्यसको लागि चाहिँ समयमा मल बिउ बिजन सुपथ मूल्यमा पाइँदैन। अब हाम्रो चाहिँ समस्या पारी जानुपर्ने हुन्छ। विकल ब्याङ्क कितल गलिया सुन्दर जातको बिउ बिजन लिनलाई। अब हेर्नुहोस्, खाली खेत हेर्नुहोस्। यसरी चाहिँ बाँझै छ। अब इन्डियातिर जाने हो भने एउटा पानदोर पनि बाँझो राख्दैनन्। उनीहरूले आधुनिक तरिकाले खेती गरिराखेको हुन्छ। अब हाम्रोमा चाहिँ यस्तो अवस्था छ।